बीमा शियर फोर्स लेसिस गर्नको लागि चाहिँ हामीले शियर स्टेप प्रोभाइड गर्छौँ र बीममा बेन्डिङ मोमेन्टलाई रेसिस्ट गर्नको लागि हामीले मेन बार अथवा लङ्गिट्युडनल बार है त मेन बार और लङ्गिट्युडनल बार प्रोभाइड गर्छौँ है त प्रोभाइड गर्छौँ। यो चाहिँ नोटमा भइहाल्यो होइन। अनि 4 नम्बर भनेको चाहिँ हामीले डिजाइन अफ शियर स्टेट अफ हेरौँ है त शियर स्टेट अफ स्टेप 1 भन्ने बित्तिकै हामीले के हो भन्दाखेरि स्टेप 1 4 नम्बर स्टेप 1 भनेको चाहिँ सुरुमा चाहिँ टु फाइन्ड द नोमिनल शियर स्ट्रेस है त त्यो भनेको चाहिँ हाम्रो टाउ भी इक्वल्स टु बीबी बाई बीडी है त बीबी भनेको चाहिँ शियर फोर्स भइहाल्यो बीडी भनेको चाहिँ एरिया अफ द बीम है त। अनि स्टेप 2 भनेको चाहिँ स्टेप 2 टु फाइन्ड द शियर स्ट्रेन्थ ओके शियर स्ट्रेन्थ अफ कङ्क्रिट है कङ्क्रिट त्यो भनेको चाहिँ हाम्रो टाउ सी। अब कन्डिसन हेरौँ है त कन्डिसन इफ यदि है टाउ बी ग्रेटर देन द टाउ सी भयो भने के हुन्छ के अरे हामीले के गर्छौँ प्रोभाइड शियर रेनफोर्स है त शियर रेनफोर्स इन द फर्म अफ के को फर्म प्रोभाइड गर्छौँ भन्दाखेरि एकमा भनेको चाहिँ हामीले भर्टिकल रेनफोर्स पनि प्रोभाइड गर्न सक्छौँ होइन। अनि अर्को भनेको चाहिँ हामीले इन्क्लाइन्ड रेनफोर्स पनि प्रोभाइड गर्न सक्छौँ रेनफोर्स र अर्को यो हामीले यसको कम्बिनेसन पनि प्रोभाइड गर्न सक्छौँ है कम्बाइन्ड रेनफोर्स है त। अनि यदि इफ टाउ बी लेस देन टाउ सी भयो भने चाहिँ हामीले के गर्छौँ प्रोभाइड मिनिमम रेनफोर्स है त रेनफोर्स ओके। अनि अब 5 नम्बरमा हेर्छौँ हामीले 5 नम्बरमा चाहिँ शियर फेलियर इन बीम हेर्छौँ है त शियर फेलियर इन आरसीसी बीम है त आइडिया तो खतरा खतरा ओके। शियर फेलियर इन आरसीसी बीम भनेको चाहिँ हाम्रो फर्स्ट फेलियर भनेको चाहिँ डायगोनल टेन्सन फेलियर है त डायगोनल टेन्सन फेलियर हुन्छ। डायगोनल टेन्सन फेलियर भनेको कस्तो भन्दाखेरि जहाँ हाम्रो शियर फोर्स जहाँ शियर फोर्स म्याक्सिमम हुन्छ बेन्डिङ मोमेन्ट भन्दा त्यहाँ चाहिँ हामीले के हुन्छ डायगोनल टेन्सन अकर गर्छ है त भनेको चाहिँ हाम्रो शियर फोर्स ग्रेटर देन बेन्डिङ मोमेन्ट ओके जहाँ शियर फोर्स म्याक्सिमम हुन्छ त्यहाँ यो फेलियर हुन्छ है त। र यो भनेको चाहिँ हाम्रो दिस फेलियर अकर सेट यो फेलियर कहाँ कति डिग्री एङ्गलमा हुन्छ भन्दाखेरि दिस फेलियर्स
अकर्स एट 45 डिग्री एङ्गलमा हुन्छ है त। विथ कोसँग भन्दाखेरि होरिजन्टलसँग है त, होरिजोन्टल। यसको फिगर कस्तो हुन्छ भन्दाखेरि यसरी क्र्याक हुन्छ है त। यो चाहिँ 45 एङ्गल हुन्छ र यो भनेको चाहिँ 45 एङ्गल हुन्छ। अर्को भनेको 2 नम्बर हाम्रो भनेको चाहिँ डायगोनल कम्प्रेसन फेलियर हुन्छ है त। कम्प्रेसन फेलियर यो चाहिँ दिस फेलियर occurs at 45 डिग्री टु हाम्रो 90 डिग्री एङ्गलमा है, केसँग विथ होरिजन्टल है, विथ होरिजन्टल। यसको फिगरहरू कस्तो हुन्छ भन्दाखेरि यसरी यो टाइपको चाहिँ हाम्रो फेलियर हुन्छ है त। 45 डिग्री 45 डिग्री। अर्को 3 नम्बर भनेको चाहिँ हाम्रो डायगोनल टेन्सन फेलियर, डायगोनल कम्प्रेसन फेलियर, फ्लेक्जुलर टेन्सन फेलियर हुन्छ है त। फ्लेक्जुलर टेन्सन फेलियर हुन्छ कि यो भनेको चाहिँ हाम्रो जहाँ बेन्डिङ मोमेन्ट म्याक्सिमम हुन्छ त्यहाँ यो फेलियर हुन्छ है त। र यसले चाहिँ हाम्रो कति डिग्री एङ्गलमा फेल हुन्छ भने 90 डिग्रीमा फेल हुन्छ है त। यो फेलियर 90 डिग्री एङ्गलमा हुन्छ है त। यसको फिगरहरू कस्तो हुन्छ भन्दाखेरि यसरी हुन्छ, यसरी क्र्याक हुन्छ है त 90 डिग्रीमा। र हाम्रो अब 6 नम्बर भनेको चाहिँ हाम्रो हामीले अब उसतिर हेर्छौँ है त, हाम्रो डेभलपमेन्ट लेन्थ हेर्छौँ है त। डेभलपमेन्ट लेन्थ है त। डेभलपमेन्ट लेन्थ भनेको चाहिँ हाम्रो एलडी हो, एलडीले डिनोट गर्छ। अनि यसको फिगर कस्तो हुन्छ भन्दाखेरि हाम्रो मानव यस्तो यसरी आएर बिम गर्छ अरे होइन। अनि यो कुलुम, यो भनेको कुलुम, यो बिम छ यसरी। र यसरी हाम्रो बार आएर अनि यसरी हामीले तल बेन्ड गर्छौँ। हो यति भागलाई चाहिँ हामीले के भन्छौँ, एलडी भन्छौँ है, डेभलपमेन्ट लेन्थ। कङ्क्रिटमा के हुन्छ भन्दाखेरि हाम्रो यसरी भयो होइन, यसरी बार आएको हुन्छ। हो यति भागलाई चाहिँ हामीले के भन्छौँ, एलडी है त, डेभलपमेन्ट लेन्थ भन्छौँ। एलडी भने अनि हाम्रो के हुन्छ भन्दाखेरि 1 नम्बर होइन है त, एलडी फर टेन्सन मेम्बरको लागि हेरौँ है। मेम्बर टेन्सनको लागि के हुन्छ भन्दाखेरि एलडी इक्वल्स टु हाम्रो 5 सिग्मा यस डिभाइड बाई 4 टाउ बीडी हुन्छ है त। अब चाहिँ हाम्रो वेयर 5 भनेको चाहिँ हाम्रो डायमिटर अफ बार भयो। सिग्मा यस भनेको चाहिँ 0.87 एफवाई, अथवा यसलाई हामीले इल्ड स्ट्रेस पनि भन्छौँ, इल्ड स्ट्रेस पनि भन्ने गर्छौँ होइन। टाउ बीडी भनेको चाहिँ हामीले के हो, बोन्ड स्ट्रेस है त, बोन्ड स्ट्रेस है त। अब बोन्ड स्ट्रेस अब अनि अर्को भनेको चाहिँ हाम्रो एलडी फर कम्प्रेसन मेम्बर है। कम्प्रेसन मेम्बरको लागि के हुन्छ, एलडी भनेको चाहिँ हाम्रो 5 सिग्मा यस डिभाइड बाई 5 टाउ बीडी, सरी है, 5 टाउ बीडी हुन्छ। यो 5 भनेको चाहिँ हाम्रो यो भनेको चाहिँ हाम्रो 25% चाहिँ इन्क्रिज गरे है त। अनि अर्को हाम्रो यो बोन्ड स्ट्रेस कति हुन्छ भने कति हुन्छ हेरौँ है त। ग्रेड अफ कङ्क्रिट बोन्ड स्ट्रेस है त। बोन्ड स्ट्रेस कति हुन्छ त, M20 M25 M30 M35
एम 40 को लागि कति हुन्छ हेरौँ है त, बोन्ड स्ट्रेस हो क्या। र यो भनेको चाहिँ 1.2 1.2 भन्ने सम्झी हुन्छ नि, न्युटन पर एमएम स्क्वायर 1.2 सम्झी हुन्छ होइन। अनि अब यो भनेको चाहिँ 2ले बढाइदिने त 4 न्युटन पर एमएम स्क्वायर, आर भनेको 1ले मात्रै बढाउने 5 न्युटन पर एमएम स्क्वायर, आर भनेको फेरि 2ले बढाउने 7 न्युटन पर एमएम स्क्वायर, आर भनेको फेरि 2ले बढाउने 9 न्युटन पर एमएम स्क्वायर। 1.2 सम्झिने र यसलाई 2ले बढाउने 1ले बढाउने फेरि 2ले सम्झिने, दुईटाको लागि चाहिँ 1ले है त। अर्को मोडुलर रेसियो भन्ने हुन्छ हाम्रो कतिमा गयौँ। अब चाहिँ हामीले मोडुलर रेसियोतिर जान्छौँ है त। 7 नम्बर भनेको चाहिँ मोडुलर रेसियो है त। मोडुलर रेसियोको यमले डिनोट गर्छौँ। यम इजकल्स टु हाम्रो 280 डिभाइड बाई 3 सिग्मा सिबिसी भन्छौँ। 3 सिग्मा सिबी भनेको के हो, सिग्मा सिबिसी भनेको चाहिँ हाम्रो कम्प्रेसन बेन्डिङ स्ट्रेस है त, सरी बेन्डिङ कम्प्रेसन स्ट्रेस है त, बेन्डिङ कम्प्रेसन स्ट्रेस।